नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। बौद्ध परम्परा अनुसार जुनसुकै बौद्ध कार्यक्रम सुरु गर्नु अगाडि सबैभन्दा पहिला पञ्चशील प्रार्थना गर्ने चलन रहेको छ। वास्तवमै भगवान बुद्धको शिक्षामा पञ्चशीलको महत्त्व धेरै रहेको छ। यसैको ज्वलन्त उदाहरण हो जुनै बौद्ध कार्यक्रम प्रारम्भ हुनु अघि कुनै एक भिक्षुबाट पञ्चशील प्रार्थना गरेर मात्र सुरु गर्नु। भिक्षु नभए तापनि बुद्ध मूर्तिको अगाडि मात्र भए पनि पञ्चशील प्रार्थना गरिरहन्छ। यहाँ पञ्च भनेको पाँचवटा र शील भनेको राम्रो आचरण वा नेम भन्ने बुझिन्छ। यसरी पञ्चशील भनेको पाँचवटा शील भन्ने अर्थ बुझिन्छ। भन्नुपर्दा दैनिक जीवनमा आफ्नो स्वभाव परिशुद्ध बनाउनको निम्ति पालन गर्नुपर्ने राम्रो उपयोगी पाँचवटा नेमहरूलाई नै पञ्चशील भनिन्छ। बौद्ध परम्परा अनुसार बिहारमा गएर भगवान बुद्ध अथवा भिक्षुहरूको सामु शील प्रार्थना गर्नु नै मात्र ठुलो कुरा पक्कै होइन, बरु यसलाई राम्ररी जानेर व्यवहारमा पनि राम्ररी पालन गर्नु नै ठुलो र महत्त्वपूर्ण कुरा हो। यसर्थ पञ्चशील प्रार्थना गर्नु भनेको नै बुद्ध धर्म र सङ्घको शरणमा गएर पाँचवटा राम्रा नेमहरूलाई आफ्नो व्यवहारमा पालन गर्ने दृढ अधिष्ठान गर्नु, दृढ सङ्कल्प गर्नु हो। ती पाँचवटा शील हुन्। 1. पानातिपाता वेरमणि, अर्थात् कुनै पनि प्राणीलाई दुःख कष्ट नदिनु, नमार्नु। 2. अदिन्ना दाना वेरमणि, अर्थात् अरूको चीज वस्तु चोरेर नलिनु, नसोधिकन पनि नलिनु। 3. कामेषु मिथ्याचारा वेरमणि, अर्थात् काम मिथ्याचार व्यभिचार नगर्नु, परस्त्री परपुरुष गमन नगर्नु। 4. मुसावादा वेरमणि, अर्थात् असत्य झुटो कुरा नबोल्नु, ख्याल ख्यालैमा पनि झुटो नबोल्ने प्रयत्न गर्नु। तथा 5. सुरा मेरय मज्जपमादत्थाना वेरमणि, अर्थात् अम्मल नशालु पदार्थ सेवन नगर्नु, जान रक्सी आदि नखानु। निश्चय पनि हो आफूलाई कसैले पनि बिना कारण एकपल्ट चिमोटी दिँदा पनि मन पर्दैन। कुट्न आउँदा मार्न आउँदा त झन् कसरी मन पर्छ र। यसरी नै अरूलाई पनि त्यस्तो व्यवहार मन पर्दैन भन्ने कुरा जानेर बुझेर
कसैलाई पनि मार्नु हुँदैन, दुःख दिनु हुँदैन। यहाँ आफूलाई मन पर्दैन भनेर छुट्याइराखेको आफ्नो कुनै एक अप्रिय सामान पनि कसैले चोरेर लग्यो भने मनमा चस्स दुख्छ। झन् आफूलाई मन पर्ने आवश्यक हुने कुनै वस्तु चोरेर लग्यो भने किन होला? यसरी नै अरूलाई पनि मन पर्दैन, मन दुख्छ भन्ने कुरा जानेर अरूको केही पनि चीज वस्तुहरू चोरेर लिनु हुँदैन। चीज वस्तुहरू चोरेर लिनु हुँदैन। लिनै परे पनि सोधेर मात्र लिने गर्नु पर्दछ। आफ्नो दिदी, बहिनी वा परिवारमा जो कोहीलाई पनि कसैले बिगारिदियो, व्यभिचार गर्यो भने आफूलाई कति मन पर्दैन, कति रिस उठ्छ। त्यसरी नै अरूलाई पनि व्यभिचारबाट रिस उठ्छ, अप्रिय हुन्छ भन्ने कुरा जानेर काम मिथ्याचार, व्यभिचार गर्नु हुँदैन। आफूलाई कसैले पनि असत्य, झुटो कुरा बोलेर छल गर्यो भने हामीलाई मन पर्दैन, रिस पनि उठ्छ। झन् साह्रै हानि हुने गरी असत्य कुरा गर्यो भने त के मात्र हुँदैन। यसरी नै अरूलाई पनि हुन्छ भन्ने कुरा जानेर आफूले पनि कसैलाई झुटो कुरा बोल्नु हुँदैन, छल गर्नु हुँदैन। आफ्नो बाबुले रक्सी खाएर आमालाई पिटेको, सबैलाई गाली गरेको हामीलाई कदापि मन पर्दैन। अझ अरू मानिसहरू पनि तन्न जान रक्सी खाएर बाटोमा हल्ला गर्दै हिँडेको देख्दा आफूलाई कति मन पर्दैन। यसरी नै अरूलाई पनि मन पर्दैन भन्ने कुरा जानेर अमल नशालु पदार्थ जति सबै त्यागिदिनुपर्छ। शील प्रार्थना गर्नु ठुलो कुरा होइन, बरु राम्ररी त्यसको पालन गर्नु चाहिँ महत्त्वपूर्ण कुरा हो। यसैले आफू बडो चनाखो रहेर अप्रमादी होसपूर्वक राम्रो आचरणयुक्त शील पालन गर्न सदा सर्वदा प्रयत्नशील रहनु जरुरी हुन्छ। भगवान बुद्ध आफ्ना अनुयायी भिक्षुहरूलाई भनिरहनुहुन्थ्यो, दुराचारी र असमाहित पुरुषको 100 वर्षको जीवन भन्दा सदाचारी र ध्यानी पुरुषको 1 दिनको जीवन नै बेस छ। सब्बे सत्ता भवन्तु सुखिता। साधु साधु साधु।